हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानललाई राख्छु। टमाटरलाई राखेर राम्रोसँग यसरी चलाइदिने। अब चाहिँ यसमा मैले बेसारलाई राखिदिएँ। बेसारा राखेर फेरि पनि सबैतिर मिक्स हुने गरी यसरी चलाइदिनु पर्ने हुन्छ। अब मैले स्वादअनुसार नुनलाई पनि राख्छु। नुनलाई अलि छिटो राख्दाखेरि टमाटर चाहिँ छिटै गल्छ, त्यही भएर मैले नुनलाई पनि राखेँ। थोरै जिरा धनियाको पाउडर, अब यो कुटेर राखेको अदुवालाई पनि राखिदिएँ। थोरै मैले कश्मिरी लाल मिर्चलाई पनि राखिदिएँ कलरको लागि र स्वादिलो पनि हुन्छ। सबै मसलाहरूलाई राखिसकेपछि यसरी राम्रोसँग चलाइदिनु पर्ने हुन्छ। एकदमै मिठो हुन्छ यसरी बनाएको अचार। अब टमाटरलाई एकछिन पाक्ने गरी यसरी छोपेर पकाउनु पर्ने हुन्छ। अब चाहिँ यहाँ 2 मिनट पनि भइसकेको छ छोपेर पकाएको। यसलाई फेरि चलाइदिनु पर्ने हुन्छ। टमाटर मजाले गलिसक्यो। हल्का यसरी डाडुको सहायताले म्यास गरिदिनु पर्ने हुन्छ। अब मैले यो रायोको सागलाई राख्छु। यदि हजुरहरूलाई रायोको साग खाँदा खाँदा दिक्क भएको छ या मन पर्दैन भने चाहिँ यो रेसिपी यसरी एकपल्ट बनाएर ट्राई गर्नु होला। रायोको साग मन नपराउनेहरूको लागि चाहिँ यो एकदमै स्पेसल हुन्छ। अब यो टमाटरमा राम्रोसँग मिक्स हुने गरी चलाइदिने। यो चाहिँ बनाउनु पनि एकदमै छिटो, सजिलो, खाँदाखेरि पनि एकदमै मिठो हुन्छ। अब मैले यसमा थोरै पानीलाई राखिदिन्छु। पानीलाई राखेर छोपेर हामीले यसलाई 3-4 मिनट जति पकाउनु पर्ने हुन्छ। अब फेरि एकपल्ट यसलाई चलाइदिनु पर्ने हुन्छ। यो चाहिँ एकदमै राम्रोसँग यसरी पाकिरहेको छ। अब चाहिँ मैले यसमा यो कुटेर राखेको छोपलाई पनि राखिदिएँ। हजुरहरूले यसमा छोपलाई नराखिकन पनि बनाउन सक्नुहुनेछ। मैले चाहिँ छोपलाई राखेर बनाउँछु, एकदमै मिठो हुन्छ। फेरि पनि यसलाई एकछिन 2 मिनट जति अब पाक्न दिने। यहाँ चाहिँ रायोको साग र टमाटरको एकदमै स्वादिलो खालको फत्के अचार यसरी बनाएर रेडी भइसकेको छ। यसमा चाहिँ मैले थोरै काटेर राखेको हरियो धनियालाई पनि राखिदिएँ, एकदमै स्वादिलो हुन्छ। अब मैले थोरै लेमन जुसलाई पनि एड गरेँ। चट्ट अमिलो पिरो भएको चाहिँ एकदमै मिठो हुन्छ अचार, त्यही भएर टमाटर पनि राख्नु त राखेछ, तर पनि लेमन राख्दा अझै सुनमा सुगन्ध थपिन्छ। अब लेमन र
यो धनियाँलाई राखेर राम्रोसँग सबैतिर लाग्ने गरी मिक्स गरिदिने र यो अचार खानको लागि अब एकदमै रेडी भइसकेको छ। एकदमै स्वादिलो हुन्छ। हजुरहरू पनि बनाउनु होला र कस्तो बन्छ मलाई कमेन्ट गर्नु होला। यो चाहिँ फाइनली रेडी भइसकेको छ। एकदमै खाउँ लाग्ने टाइपको भएको छ। मैले रायोको साग र टमाटरको फत्के अचारलाई यसरी सर्भ गरेको छु। एकदमै मिठो, एकदमै स्वादिलो हुँदो रहेछ। हजुरहरू पनि एकपल्ट ट्राई गर्नु होला। हेर्नुहोस् त साथीहरू, हेर्दै कस्तो खाउँ लाग्ने भएको छ। मुखै रसाउने टाइपको यो अचार। यसलाई चाहिँ हजुरहरूले तरकारीको रूपमा पनि खान सक्नुहुनेछ। एकदमै स्वादिलो, चट्ट अमिलो पिरो टक्क मिलेको अचार यसरी सजिलो छिटो बनाएर हतार भएको बेलामा खान सकिन्छ। यसलाई चाहिँ हजुरले स्टोर गरेर 2-3 दिनसम्म पनि खान सक्नुहुनेछ। यसलाई हजुरहरूले खानासँग, रोटीसँग, ढेँडोसँग, जेसँग पनि लिन सक्नुहुनेछ। मिठो पनि हुन्छ, छिटो पनि हुन्छ। हजुरहरूलाई मेरो यो भिडियो कस्तो लाग्यो मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानल इजी रेसिपी एन्ड ब्लगलाई सब्सक्राइब गरी छेउमा रहेको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला र घन्टीलाई अल गरिदिनु होला र